यो शिक्षा मात्र एउटा यस्तो धन हो जसलाई बाहिरबाट कसैले पनि चोर्न सक्दैन। त्यसकारण आजको यस भिडियोमा विशेष गरी यसपालि एसईई मा सफल हुनुभएका र कदम कदाचित असफल हुनुभएका प्यारा विद्यार्थी भाइ बहिनीहरूको लागि लक्षित रहेको छ। कृपया एकदमै महत्त्वपूर्ण भिडियो छ, अन्तिमसम्म हेर्नुहोला अनि तपाईँ आफ्नो डिसिजन आफै गर्न सक्नुहुनेछ। आउनुहोस् भिडियोलाई सुरु गरौँ। प्रिय एसईई मा सफल भएका प्यारा भाइ बहिनीहरू, पहिलो पटक जीवनको एउटा ठूलो मोडमा तपाईहरू आइपुग्नु भएको छ। यो क्षण केवल पास भए भनेर रमाउने होइन। यी क्षण आफूलाई चिन्न, आफूलाई बुझ्न र अब कुन बाटो हिट्ने भन्ने निर्णय लिने समय हो। जीवनमा सबैभन्दा ठूलो भ्रम यही हुन्छ, अरूले भनेको बाटो राम्रो होला भन्ने सोच्छौं। साथीसँगै कुन विषय लिन्छन् भनेर हेर्दै त्यही पछाडि हिट्ने। मम्मी बुबाले हामी त यो सोचेका थियौं भने भन्दैमा आफ्नो मनको आवाज दबाउने, आफ्नो इन्टरनल खुबीलाई दबाउने अनि समाजको कुरा सुन्दै आफैलाई सानो ठान्ने। तर सम्झनुहोस्, यात्रा तपाईको हो, यात्रा अरूको होइन, यो यात्रा स्वयंको हो। न त साथीसँग तुलना गर्न मिल्छ, न अरूको बाटो नक्कल गर्न मिल्छ। सल्लाह दिनेहरू त अनगिन्ती भेटिन्छन् यहाँ। यो विषय लिऊ, त्यो कलेज पढ, यस्तो बन। तर ती सबै आवाज बीच एकपटक आफ्नो मौन त सुन्नुहोस्। त्यही तपाईको साँचो सपना लुकेको छ। घरको अवस्था हेर्नुहोस्। बुबा आमाले तपाईको पढाइका लागि रातभर जाग्राम बसेको पीडा सम्झनुहोस्। कहिले मुखमा केही नलगाई तपाईलाई खाना दिएको त्यो मायाको अर्थ बुझ्न कोसिस गर्नुहोस्। त्यसपछि निर्णय गर्नुहोस् कि के म यस्तो निर्णय गर्दैछु जसले मलाई उनीहरूको अनुहारमा गर्वको आँसु ल्याउन सकिन्छु। धेरै जसो भन्छन् महँगो कलेजमा राम्रो पढाइ हुन्छ, तर हेर्नुहोस्, सुन कति महँगो छ भन्ने होइन, सुनलाई कसले कसरी गहना बनायो भन्ने कुराले अर्थ राख्दछ। त्यस्तै तपाईँ कहाँ पढ्दै हुनुहुन्छ होइन, तपाईँ कति समर्पित भएर, कति डेडिकेसनका साथ भएर पढ्दै हुनुहुन्छ, कति फोकसका साथ पढ्दै हुनुहुन्छ भन्ने कुराले तपाईलाई अगाडि बढाउँछ वा बढाउँदैन भन्ने कुरामा निर्भर हुन्छ। लहलहैमा नलाग्नुहोस्। साथीसँगै बसेर हाँस्न सजिलो छ, तर जसले एक्लो निर्णय लिन्छ, जसले आफ्नो आफूभित्रको आवाजलाई सुनेर निर्णय लिन्छ, उसैले नयाँ इतिहास लेख्छ। त्यसैले अलिकति आफ्नो उद्देश्य लक्ष्यप्रति पागल बन्नुपर्छ। यो संसार रट्ने मान्छेले होइन, यो संसार अलिकति आफ्नो लक्ष्यप्रति फोकस हुनेले लेख्दछ। भिडले कहिले पनि मार्ग बनाउँदैन, मार्ग त उसैले बनाउँछ जसले सबैको नकारात्मकतालाई चिर्दै अघि बढ्ने आँट, भरोसा र साहस गर्छ। अब निर्णय लिनुहोस्। आफूलाई चिनेर, परिवारलाई सम्झेर, आर्थिक अवस्था बुझेर र आफ्नै आत्मभित्रको उज्यालोलाई पछ्याउनुहोस् र त्यही उज्यालो तपाईलाई जीवनको साँच्चीकै शिखरमा पुर्याउनेछ। तपाईहरूमा अपार सम्भावना छ, अवसरलाई सम्हाल्ने हिम्मत छ र चुनौतीसँग लड्ने सामर्थ्य पनि छ। तपाईको यो यात्रा तपाई मात्रको होइन, तपाईको सपनासँगै
तपाईका अभिभावकको आशाको पनि यात्रा रहेको छ। त्यसैले हामी सबैको मनदेखि शुभकामना। तपाईका आँखा कहिले थाकेर नझुकुन् र तपाईको सपना कहिले डरले ओल्याउन नपाओस्। मित्र, भिडियोको अन्तमा म के भन्न चाहन्छु भने कदम कदाचित यसपालि एसईईमा असफल हुनुभएका प्रिय भाइ बहिनीहरूलाई म के सजेस्ट गर्न चाहन्छु भने तपाईहरू नातिनुस्, किनभने असफलता अन्त्य होइन, यो अझ थप अवसरको एउटा सुरुवात हो। त्यसकारण अर्कोचोटि अझ बलियो बनेर उभिनुस्, किनकि संसार हल्लाउने महान वैज्ञानिकहरू, धेरै धनाढ्य मान्छेहरू पनि एकैचोटिमा सफल भएका थिएनन्। यसको उदाहरण थोमस एल्भा एडिसनलाई लिन सकिन्छ। 949 चोटिसम्म असफलता झेलेर पनि चिमको आविष्कार गर्न सफल भए थोमस एल्भा एडिसन। त्यस्तै एसियाको सबैभन्दा धनी व्यक्ति ज्याकमालाई लिनुहोस्। ज्याकमा 23 जनाको इन्टरभ्यूमा उसलाई मात्र फालेको थियो, रिजेक्सन खेप्नु परेको थियो, तर पनि कोसिस गरे र अहिले एसियाको सबैभन्दा धनी व्यक्तिको सूचीमा छ। यसैगरी अर्को एउटा असफल व्यक्तिको नाम म भन्नै पर्छ तपाईहरूलाई, त्यो हो राइट ब्रदर्स। राइट ब्रदर्सको समयमा त्यति बेलाका नामी दामी गणितज्ञहरूले गणितज्ञ रूपमै प्रमाणित गर्दै कि यो हावामा चरा बाहेक अरू उड्न सक्दैन, अरू यन्त्र उड्न सक्दैन भनेर गणितीय रूपमा प्रमाणित गरेका थिए। तर राइट ब्रदर्समा आफूभित्रको विश्वास थियो, आफूभित्र केही गर्ने जुनूनपन थियो र उनीहरू रेगुलर कोसिस गरिरहे र अन्तमा अहिले हेर्नुस् आकाशमा उड्ने एरोप्लेन धेरैभन्दा धेरै बनिसकेको छ। त्यसकारण अहिले फेल भयो भन्दैमा नातिनुस्, योभन्दा अझ राम्रो गर्छु र अझ ठुलो अवसरले तपाईलाई पर्खिरहेको छ भनेर मनमा सोच्नुस् र आजैदेखि एक्सन प्लानहरू बनाएर पढ्नुस् अनि तपाईको सफलता तपाईकै हातमा हुनेछ। मित्रहरू, भिडियो त यति नै हो, तर यस भिडियोबाट तपाईले गहिरो सन्देश लिएर आफूलाई परिवर्तन गर्नुहोस्। र भिडियोको अन्तमा म के भन्न चाहन्छु भने यस भिडियोलाई मन परेमा लाइक, कमेन्ट र सब्स्क्राइब भने अवश्य पनि गर्नुहोला भन्दै तपाईहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, खुसी रहनुहोस्, मस्त रहनुहोस् र व्यस्त रहनुहोस् भन्दै अहिले भने बिदा भयो। धन्यवाद, नमस्कार।